ल बेलुका बेलुका अब अलि शीतल शीतल हुँदा आएपछि हामीले चाहिँ अस्ति नैको बाँकीको ड्याङ बनाएको थियौँ। त्यो ड्याङमा चाहिँ यसरी हाल्यौँ मल, यसरी हाल्यौँ होइन। मल यसरी हाल्यौँ। अब फेरि हामीले यसरी खन्न सुरु गऱ्यौँ भनेर अर्को ड्याङ बनायौँ। अब चाहिँ यो ड्याङमा चाहिँ हामी काउली, आलु, बन्दा लगाउँछौँ है त। ल यति चाहिँ हामीले आलु रोप्यौँ। अब यो पानी चाहिँ हाम्रो त्यहाँबाट नुहाइ धुवाइ गरेको भान्साबाट सबै यहीँ आउँछ पानी। यहाँबाट यसरी आउँछ, यहाँ आइसकेपछि डाइरेक्ट यसरी आउँछ। यसरी भरिँदै गएपछि यसरी आउँछ। ल यति गऱ्यौँ। अब यहाँभन्दा उता चाहिँ हामी काउली बन्दा लगाउँछौँ। यहाँभन्दा उता चाहिँ हेरौँ, पहिलो ट्राई हो, कस्तो हुन्छ। चाहिँ साइन कृषि फर्मको लागि जो एकदम कडिकडाउका साथ काम हुँदैछ। फर्म मालिक चाहिँ मिस्टर सन्तोष श्रेष्ठ चाहिँ भन्न लगाइरहनु भए। मलाई त बेसी थकाइ मात्रै लाग्छ। ल ट्याक्क यसरी बनाएर हामीले लेकाली आलु किनेको थिएँ। त्यही लेकाली आलुको ट्याक्क मैले रोपेको छु। पानी हार्भेस्टिङ पनि हुँदैछ यता। सरी हार्भेस्टिङ भन्नेछु, हार्भेस्टिङ मिस्टेक ह्यापन्स। रात परिहाल्यो। अब दिउँसोमा घाम चर्को हुन्छ, गर्न सकिन्न। बिहान बेलुका मौका पार्न पर्यो। त्यही पनि चाँडै नै रात पनि समय। ल त्यहाँ बासा झ्याङमा चराहरूको आवाजहरू पनि सुनिरहन सक्नुहुन्छ। मन्द मन्द हावा आइरहेको छ देउरालीमा। हाम्रो गरामा चाहिँ ट्याक्क काम भइरहेछ। हिजो अब लगाउनु त लगाइयो, तर लगाउँदा रात पऱ्यो, त्यही भएर भिडियो बनाउनु भइएन। अब यहाँबाट चाहिँ माथि नुहाइ धुवाइ गरेर पानीहरू सबै यहाँ आउँछ। यहाँनिर पाइप छ, यहाँनिर हो, यो पाइपबाटै यता हुँदै यहाँ आउँछ पानी। यहाँबाट काम त डाइरेक्ट यहाँ ड्याङमा जान्छ हाम्रो पानी चाहिँ। डाइरेक्ट यहाँ जान्छ। यहाँ यसरी सर जान्छ, यसरी भिज्छ। यहाँनिर चाहिँ आलु लगाएको छौँ हामीले। यहाँनिर चाहिँ भाइ यसरी लगाइयो। हाम्रो चाहिँ बन्दा, काउली यसरी लगाइयो। एक कुकुर यस्तो पनि कुल्छ है, के हेर्ने दिँदैन। कुकुरले दुःख दिन्छ, के हेर्ने है। यसरी बन्दा लगायो। सर्नु नि सरिसक्यो जस्तो छ यिनीहरू। यसरी लगाइयो। हामी चाहिँ यहाँनिर केरा पनि छ। केरा यतातिर भएको छ है। ल यस्तो छ। यसरी गरेर ड्याङ पारेर लगाइयो। यहाँनिर चाहिँ अब बुङ्गुरको रसहरू चुइन्छ होइन। यहाँबाट त्यहाँनिर जान्छ। यहाँबाटै ठ्याक्कै के हुन्छ त, यहाँ झर्छ। यहाँ झरेपछि यो कुलो हुँदै त्यहाँ जान्छ। यो ड्याङसम्म जान्छ।
यो ड्याङबाटै अनि फेरि अलिकति यहाँ यतापट्टि चाहिँ घुम्ने बनाउनु छ। थोरै माटो हालिदिएपछि भइहाल्छ। हिँड्न गरिदियो। त्यसपछि पानी यतै त्यत्तिकै लाग्छ। यसरी गरिन्छ। यस्तो तरिकाले गर्न खोजिरहेको छु। ल अहिले चाहिँ त्यहाँबाट झरेछ बुङ्गुरको रस। यता यो केरा लागिरहेछ। केरा अस्ति भर्खर सारेको राम्रो भएको छ है। ल यो तरिकाले लगाइदिएँ। हेरौँ कस्तो हुँदो रहेछ यो तरिकाले लगाएको खेती। साग लारे साग खै कस्तो हुन्छ यो साग सारे हो के अरे सुन्तले। ल यस्तो देखियो मैले लगाएको देखियो। यो पानी अब यहाँ डाइरेक्ट यहीँबाट आउँछ पानी। यहाँबाट सरर यतापट्टि पनि आउँछ उतापट्टि पनि जान्छ। यो अटोमेटिक आफै जान्छ। यो पानी हामीले उ गरेकै होइन यहाँ, तर माथिको यो नुहाइ धुवाइ गरेको पानी दही पखाली गरेको सबै पानी आएर यस्तो चिसो भइसकेको छ। पानी अटोमेटिक जान्छ। यो खेर जानु पाउँदैन पानी चाहिँ। अब त्यहाँसम्म चाहिँ अलिक पुग्दैन कि जस्तो लाग्छ। त्यही भएर त्यहाँ बुङ्गुरको रस मात्रै जान्छ। त्यहाँ ड्याङ छ। ड्याङको उसमा यसरी नै जान्छ पानी चाहिँ। काँक्रो चाहिँ यो चाहिँ मर्छ जस्तो छ खै। अब बेसी जनको काँक्रो के कति लान्थ्यो। एउटा मरिसक्यो। ल यो चाहिँ एउटा फल्या रहेछ। ढुसिला जस्तो भएको छ। के गर्नुपर्ने हो यसलाई। यसमा नि के यस्तो किरा सिरा आउँदो रहेछ। बेसी जन एकदमै गाह्रो हुँदो रहेछ। नआउने रहेछ यो काँक्रो त। बुङ्गुरको मल चाहिँ सर्लक्क मल यतापट्टि राख्ने हो। यो चाहिँ पहिला अब सुरुमा गर्दाखेरिको हो यो मल चाहिँ होइन। अब यसो गरिदिएपछि यो माथि चाहिँ सुक्छ। यो पानीहरू चाहिँ के गरिन्छ त यसको रस चाहिँ फेदमा राखिदिएपछि बाली पनि राम्रो हुन्छ। त्यसरी लगाउँछु भन्ने मेरो योजना हो। अनि अब यो बुङ्गुरको चाहिँ के हुन्छ त यहाँनिर एउटा पाइप छ। त्यहाँनिर पाइप छ। अहिले त पूजा छ कि यहाँनिर छ पाइप। अनि सट्ट यहाँ जान्छ। यहाँबाट रस मात्रै जाने हो यहाँबाटै। त्यहाँबाट यहाँ आउँछ। यहाँबाट फेरि यहाँनिर पाइप छ। यहाँबाट सर्लक्क कहाँ जान्छ त यहाँ तल जान्छ। यहाँ तल बारी छ। त्यही काउली भन्दा लगाएको छ। त्यहीँ जान्छ। अहिले चाहिँ पानी यहाँ लगाएको छैन। मैले यहाँ लगाएको छैन। यो पानी कहाँ जान्छ त यहाँनिर पनि पाइप छ। यो पाइपबाट सर्लक्क यहीँबाट झर्ने हो। यहाँबाट झर्छ। यहाँ झरेपछि यो केरामा गयो पानी चाहिँ। यस्तो तरिकाले गर्दाखेरि चाहिँ यसो मेरो विचारले पानी धेरै लगाइराख्नु परेन। गर्नुपर्ने बुङ्गुरहरू यत्रो यत्रो भइसकेको छ। अर्को यो काट्न तयार छ। यो काट्ने हो। अब काट्ने बेला भइसकेको छ। यत्रो यत्रो भइसकेको छ। यिनीहरू चाहिँ 4.5 महिना समथिङ भयो होला। 4.5 महिना 5 महिना कति भयो। अलि बेला भएर यिनीहरू अलिक सानै छ। बत्ती बल्छ राति। यहाँनिर फेरि के छ त क्यामेरा छ। राति अब उहाँ माथि सुतिन्छ। के गर्ने साइरन पनि बज्छ यसमा।
सट्ट पानी चाहिँ कतै पनि खेरै जानु पाउँदैन, सट्टै बालीमा जान्छ। अहिले केरामा अस्ति भर्खर रोपेको, त्यही भएर केरामा लगाइदियो। अब यो पुग्यो, केरालाई पनि पुगिसक्यो पानी, इनफ भइसक्यो। अब यो मोल पनि अब बाहिर निकाल्दिने। अब यहाँ खनिरहेको छ, यो खनिरहेको ठाउँमा सट्ट मल हालिदिने। मल हालिदिइसकेपछि बारी लगाइदिएपछि यहाँ खाली हुन्छ। खाली भइसकेपछि यहाँ जाने भनेको पानी मात्रै जाने हो। तर यहाँ चाहिँ पानी खाल्टामा अलि डर हुनुभयो, यसलाई चाहिँ बार्नु पर्ने भयो। केटीकेटीहरू आउँछ, खाल्टामा पर्न सक्छ, बारिदिनु पर्ला यसलाई चाहिँ। अब यहाँ चाहिँ प्याजको बेर्ना जमाउने होला सायद, त्यसैको लागि हाम्रो तयारी भयो। काउली लगाइन्छ कि सायद यतापट्टि चाहिँ, अब उतापट्टि अलि थोरै थोरै नै प्याजको बेर्ना जमाउने हो कि कहिले खनिरहेको छ। यताको पनि सट्टै बुङ्गुरको रस चाहिँ यहीँ आउँछ सबै। यसरी गर्दा अलिक सजिलो हुने रहेछ। मैले चाहिँ यसरी गरेर आएको छु। टनेलमा अहिले केही पनि छैन है, गोलभेडा थियो, गोलभेडा चाहिँ मासियो। अब यहाँ चाहिँ अलिअलि बाहिर उम्रिरहेको थियो, पछि सारिदिएको। सर्नु त सरिरहेछ, खासै यिनीहरूलाई चाहिँ त्यति गरिरहेको छैन, जतन गरे छैन, मतलब त्यति स्याहार गरे छैन। फल त फलेको छ अलिअलि, यो अलि पछि पछि लगाएको हो। पहिला लगाएर चाहिँ खाइसक्यो, अनि अब यो पछि पछि लगाएको हो। कति समय खाइयो खै। नै भाँडाकुँडा पनि यत्तिकै छ, अब एकदम स्याहार गर्नुपर्छ। त्यही भएर हिजो चाहिँ बिचबाट चाहिँ म हिँडिराख्नुपर्छ, बुङ्गुरकोतिर गइराख्नुपर्छ। अलि भर्खर बुङ्गुरलाई दाना पानी गरेर आएको। यहाँ त्यहाँबाट पनि पाइप माथिको सब पानी है, यहाँ चाहिँ यसमै आउँछ, यही पाइपमा आउँछ सबै।